हरियो छैन ए त्यसलाई थाकल भन्छ नि आँट खै मैले देखाएको छैन बाटो त पहिला पहिला जाने बाटो रहेछ के अरे नि छ नि हिँडेर जाने। बाटो रहेछ नि हिँड्दै गयो त बरु यत्रो बेर पसन्जेल त भन्दैन झऱ्यो अब। छिटो भन्ने थियो नि त। एकैछिन झर्दैन के खन्नाको त्यहाँबाट घिरीबाट तलतिर डोरी माथितिर तलतिर भइहाल्छ नि त यो चर कति तल हेर्दा रमाइलो देख्ने रहेछ नि क्या दामी बाटो रहेछ नि अड्किन्छ यहाँनिर टेन्सन दे उकालो कहिले आइपुग्दैन त आइपुगिहाल्छ नि माथि गए अहिले अड्क्या बाबु त डढाइन्छ नि बाबु हेर नि त्यो मजाले बसिरहेको थियो बाबुलाई के डर लाग्यो मम्मी कहाँ बसेको छ हिँडेर जानुपर्छ अहिले लिन नि यस्तै हुन्छ यस्तै कान टालिदिन्छ माथि जाने बेला तल जाने बेला सिरिङ सिरिङ हुन्छ यस्तो टाउको सिरिङ सिरिङ कस्तो बिस्तारी लग्यो अलि छिटो लानु नि माथि जाने बेला चाहिँ कान टालिदिन्छ अनि यस्तो उकालो लान्छ अनि कान टालिदिन्छ लाँदा मेरो त तान्ने छैन मैले त सबै सुनिरहेको छु बोलेको होइन सुन्न त सुने नि अहिले बन्द भयो अहिले बन्द भयो जस्तो हुन्छ हुँदो रहेछ कस्तो पाखा त्यो कन्नै झर्छ त्यहाँ कोले बुल्डुङ झर्छ 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 त्यहाँ चाहिँ मुखै त्यही बुल्डुङ बुल्डुङ तल आइपछि मुखमै रहेछ झर्छ खन्दैमा झर्छ के बित्ति सालको घारी रहेछ यहाँ बन्द लाएर वा डराउनले झन् डर देखाइदिन्छ त्यसो कामै त्यही हो डाँडा यहाँ त खन्दै गयो ए गयो खन्दै कति थाहा आएको उ त्यहाँ कति त्यो भन्दा नि डाँडा रहेछ अझै कति लाग्छ यहाँ यो डाँडा कटेर नि उहाँ पुग्छ त्यो डाँडा हो त्यो डाँडामा यही डाँडामा पो होला मैले राखेको त्यो घरै घर छ नि त्यहाँ खाल्टामा भनेर कति रहेछ अझै कति टाढा हिँडेर त एक दिन उयो चाहिँ यत्रो गाडी गाडी बाटो छ एकछिन लाग्छ हिँडेर त बाटो बाटै छ नि त मुनतिर उयै छ त उ बाटो त ल्याइपुर्याएर छ नि कस्तो उता पुलबाट उता उ झर्नु यता पुलमा उता पुल छ म त आउँदिनँ अब चन्द्रगिरी झन् कता भिरे भित्र चन्द्रगिरी कम भिड छ यता के पाहा गाउँ पाहा त्यहाँ माथि पाहाड चन्द्रगिरी चाहिँ खतरा छ कस्तो सानो सानो मेरो भाइले भोरबाट मनोकामना जाने हो दिदी म त जान हो माथि माथि झुन्याउँछ अहिले त बुढाले बाध्य भएर जानु आगो बेला अब के भएर अब छोरछोरी काखमा छुँदै चाहिँ के डराउने आगो बेला बर्ड पनि त्यति भन्नु नि आता आज त दुईचोटि मात्रै गर्नु बानिन भइसक्यो नि त अनि त्यही बानिन भइसक्यो अगाडि सिट पनि थियो बाटो नि भरे देखियो अगाडि सिर्दिए त हुन्थ्यो अनि अस्ति आउँदैन अगाडि सिटमै त थियो नि बसमा त धेरै अनि भनेर त्यो नि पिच बाटो थिएन नि त अहिले पिच त्यही भमिट गराएन खाड्डा उखाला एक नम्बर हाल्छ यहाँ चाहिँ खन्ने झरेको त्यो घाँस के मुखमै त्यही छ भने यसको चाहिँ झरे झरे नि झर्दैन के झर्दैन चुप बाई कति छोरा हो त्यसलाई उल्टा सिधा बन्नेलाई झन् डर लाग्छ नि लाग्दैन डर अहिले डरानी भरे दिँदैन डर सक्ने त्यही यहाँ झर्छ नि बिचको चाहिँ यो के हो नि लाइन हो यो बिचको तारको लाइन लाइन हो कि के हो लाइन हो लाइन कस्तो टापुरा देउता चन्द्रगिरी झन् कम डाँडा छ त्यो देउता जहाँ पनि टापुरामा त खार्दै थान कस्तो हुन्छ थानको थान खार्दै थानमा नि केउलकार हाल्ने हो भने सिटका थिएन हाल्नु भन्दै थियो सिटखा कि उता के अरे ऊ के अरे भन्नु नि आउँदैन पोस्टर यता पोस्टर नेपाल थोकबाट हजुर बाबु बाटै ठिक छ बरु यहाँ त झरे नि त्यही झर्दैन रहेछ त्यही त रहेछ यसको मुखा चाहिँ जतिखेर नि त्यही भएको थिएछ नि मुखा झरे खोल्छन् यहाँ झरे खोल्छन् यो त एक नम्बर हालेको छ है यो त उकाला ठट्टै कति डर लाग्यो पानी यस्तो पार लाँदैछु यस्तो बाटोबाट लड्यो भने त मर्छ मर्दैन समय
यत्रो घाँस काटेर काम गर्नु घाँस काटेर यस्तो पाहाड कसरी घाँस काट्यो होला काटिहाल्छ नि धेरै भिड त छैन पहिला टेक्नु पाउँछ आमा त्यो मान्छे कस्तरी झरेको एक्लै गएको अहिले ओह्रालोमा झन् डर लाग्छ माथितिर हेर्दा त डराउँछ अलि तलतिर हेर्दा के होला अनि स्पिड कुद्यो भने त झनै डराउँछ अलि सुई जानुपर्ने हो क्या ओह्रालोमा भरे हामीलाई त्यस्तो यहाँ एकैचोटि तल पुग्नु गाडी कुद्यो नि उहाँ पाङ्रा नटेक गरी कुद्यो हुन्थ्यो यहाँ झऱ्यो भने चाहिँ गुल्डुङ मुनि तलै पुग्नु खोल्सा पुग्नु नि कति भन्दा होला खोला पुग्छ हो यहाँ त गयो अब गयो यो रुखहरू काट्या हो यार सबै काटा त नकाट्या भए यस्तो छुइहाल्छ ल आइपुग्यो अब त अब के ए झरो ए झरो एकचोटि त डरा नि डाला नि झरै झर्छ नि सोध्छ नि अब त अब आइपुग्यो आइपुग्यो क्याउन सेमरा अब कान्छो छोरो किया ज्ञानी भएर बसेको छ है माइजू डरा डराएको छ कान्छो छोरो हेर कहाँ ल्याएको होला भन्दा हेरे यहाँ त्यत्तिकै लाइन हुन्छ ए घन्दैन गरेर झऱ्यो भाइ यहाँ त्यत्तिकै लाइन लाइन माथिबाटै जाने यो भुइँमा छुँदैन यसो भने सुरु गरौँ है खोइ झरो भुइँतिर भयो हातमा टिपिहाल्नु भुइँतिर भयो हातमा टिपिहाल्नु केटी भुइँमा झऱ्यो भयो भने झर 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 बुढाबुढी मान्छे बोल्न तल फरेर झन् झन् सब फालेछ